चन्द्रगिरी मेसिनरी उद्योगले चाहिँ तपाईको नेपाली कृषकहरूको आवश्यकता अनुसार चाहिँ अब कस्तो इक्विपमेन्ट नेपालको भूगोल सुहाउँदो यहाँको खेती प्रणाली सुहाउँदो छ त्यो अनुसार हामीहरूले उत्पादनहरू गरिरहेका छौँ हैन। यो ट्र्याक्टर चाहिँ हामीले नेपालमा नै बनाएका छौँ हैन। अब यसको तपाईको चेसिस बडीहरू सबै हामीले नेपालमै नै डिजाइन गरेर हामी आफैले चाहिँ बनाइरहेका छौँ। नमस्कार, म गौरव श्रेष्ठ, श्रेष्ठ एग्री इनपुट्स प्राली र चन्द्रगिरी मेसिनरी उद्योग प्रालीको सञ्चालक, साथसाथै नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको सचिव। यो ट्र्याक्टर चाहिँ हामीले नेपालमा नै बनाएका छौँ हैन। अब यसको तपाईको चेसिस बडीहरू सबै हामीले नेपालमै नै डिजाइन गरेर हामी आफैले चाहिँ बनाइरहेका छौँ। अब यसको इन्जिन गियर बक्स चाहिँ अहिले हाम्रो चाइनाको छ। त्यो अनुसारले चाहिँ अहिले जो सब यो प्रदर्शनीमा चाहिँ आकर्षण चाहिँ राम्रै भइरहेको बुझेको छु। यो चाहिँ हाम्रो 9 हर्स पावरको इन्जिनमा छ हैन। अनि मूल्य चाहिँ यसको 2 लाख रुपैयाँ अहिले हामीले इन्ट्रोडक्टरी प्राइस राखेका छौँ। अनि साथसाथै हामीले यो अर्को 7 HP को चाहिँ तपाईको ट्रायलमा छ, अहिले चाहिँ त्यो परीक्षण कालमै छ। अब 9 HP को चाहिँ हामीले परीक्षणहरू सबै गरेर अब अहिले चाहिँ डिलरसिपको लागि चाहिँ हामी आह्वान गरिरहेका छौँ। रेस्पोन्स एकदम राम्रो पाइएको छ हैन। अब मूल्यको हिसाबले अब नेपालको सानो खेत गराहरूमा पनि चलाउन मिल्ने भयो भएर चाहिँ रेस्पोन्स चाहिँ ट्र्याक्टरको धेरै राम्रो आएको छ। यो 9 HP को चाहिँ हाम्रो अहिले 5-7 वटा त बजारमा अलरेडी गइ नै सकेको छ हैन। चलि पनि रहेछ, राम्रै फिडब्याक आएको छ त्यसको चाहिँ। अब अफिसियल लन्चिङ चाहिँ हामीले यही प्रदर्शनीबाट नै गरे हौँ यसको। अब यसमा थप चाहिँ केही सुधारहरू गर्नुपर्ने चिजमा हामीहरू लागिरहेको छौँ। यसमा फिनिसिङको पार्टमा अलिकति हामीले काम गर्न बाँकी छ। अब त्यो सबै चिजमा गरेर चाहिँ जोस् अब तुरुन्तै यो चाहिँ अब नयाँ रूपमा फर्ममा चाहिँ राम्रो हिसाबले बजारमा आइपुग्छ। अब प्रदर्शनीमा हामीले अब यो बाहेक चाहिँ तपाईको अब यहाँ गण्डकी प्रदेशमा मेन चाहिँ यो कोदोसँग सम्बन्धित बालीहरूको खेती हुने भएर कोदो थ्रेसर हामीले ल्याएका छौँ। त्यो पनि एउटा मुख्य आकर्षणकै रूपले रहेको छ यहाँ प्रदर्शनीमा। त्यो साथसाथै तपाईँको अब गोडमेल गर्ने मेसिनहरू, हाते औजारहरू चन्द्रगिरी मेसिनरी उद्योगमा नेपालमै उत्पादन भएको सामग्रीहरू पनि हामीले राखेका छौँ। साथसाथै चाहिँ आयात भएर मगाएको चाहिँ पशुपालन र मत्स्यपालन सम्बन्धी उपकरण, कृषि सम्बन्धी उपकरणहरू, साइलेज मेसिनको बारेमा पनि हामीहरूले चाहिँ यहाँबाट जानकारीहरू चाहिँ दिने कामहरू गरिरहेछौँ। अब यो यस्तो भयो, तपाईँको नेपालमै कृषि औजार उपकरणहरू हैन, यो लेभलको उत्पादन गर्ने उद्योग चाहिँ नेपालमा चन्द्रगिरी मेसिनरी उद्योग प्राली नै हो हैन। अब यस किसिमको उद्योग चाहिँ अरू ठाउँमा नेपालमा चाहिँ नभएको कारण र हामीले पनि विभिन्न चाहिँ तपाईँको यो रिसर्च डेभलपमेन्टमा लगानी गरिरहेछौँ, काम गरिरहेछौँ। नार्कसँग पनि मिलेर हामीले चाहिँ संयुक्त रूपले केही मेसिनहरू डेभलपमेन्टको कामहरू पनि गरिरहेछौँ हैन। त्यो भएर चाहिँ अब नेपालको स्वदेशी उत्पादन, स्वदेशी प्रोडक्टलाई चाहिँ प्रमोट गरिदिनुपर्छ भन्ने हिसाबले चाहिँ समस्त अवलोकनकर्ताहरूलाई चाहिँ चन्द्रगिरी मेसिनरी उद्योगमा आइदिनु हुन चाहिँ अनुरोध गर्दछु। अब यो चन्द्रगिरी मेसिनरी उद्योगको हाम्रो उद्योग चाहिँ काठमाडौँमा छ, सतुङ्गलमा हैन। त्यसै गरेर हाम्रो कम्पनीको चाहिँ ब्रान्च अफिस श्रेष्ठ एग्री इनपुट्सको तपाईँको भरतपुरमा पनि छ, त्यसै गरेर भैरवामा पनि छ। र अब यसको लागि डिलरसिपको लागि चाहिँ हामी यो विशेष त ट्र्याक्टरको लागि भनेर चाहिँ डिलरसिप